हजुरलाई म सिनको ल्यासेसहरू देखाउँछु। हाम्रो सजनासिसले कमेन्ट पनि गर्नुभएको रहेछ सिनको ल्यासेस रेकमेन्ड गर्नु भनेर। मसँग एउटै खालको ल्यासेसहरू छैन, डिफ्रेन्ट छ, किनभने यो मेरो लागि भन्दा नि क्लाइन्टको लागि हो यो सबै ल्यासेसहरू। अनि आई सेप सबैजनाको एउटै हुँदैन, मैले त्यही अनुसारले यो ल्यासेसहरू लिएको छु। फर्स्टमा यस्तो खालको नेचुरल ल्यासेसबाट स्टार्ट गर्छु म। यो ल्यासेस लगाउँदाखेरि हजुरलाई चाहिँ यस्तो कम्फर्टेबल हुन्छ होइन, जसलाई ल्यासेस लगाउने युज टु छैन, बानी छैन भने यो ल्यासेस चाहिँ एकदम बेस्ट हुन्छ। अनि सानो आँखाको लागि नि एकदमै पर्फेक्ट हुन्छ यो। अनि लाइट वेट पनि छ यो ल्यासेस चाहिँ। एउटा सेट चाहिँ राख्दा बेस्ट है, यदि हजुरले क्लाइन्टहरू गर्नुहुन्छ भने। कतिजनालाई मन पनि पर्दैन नि त ल्यासेस लगाउनलाई। नेक्स्ट ल्यासेस छ यो क्याट आई ल्यासेस। यो चाहिँ यो आइसको लागि मात्रै हो भन्ने चाहिँ होइन होइन, जसले लगाउँदा नि हुन्छ। यो पनि राम्रो नेचुरल नै हुन्छ, अलिकति सानो, त्योभन्दा अलिकति भोल्युम भएको होइन यस्तो यो ल्यासेस। यो पनि एकदम राम्रो छ। अर्को आउँछ यो ल्यासेस। यो चाहिँ कस्तो हाम्रो इनर कर्नरतिर सानो हुन्छ, पछाडिको भाग चाहिँ अलिकति ठुलो हुन्छ। हाम्रो आँखालाई नि ठुलो अलिकति लिफ्टेड देखाउँछ कि यसले। अलिकति सेपमा ल्याउनु छ भने यो ल्यासेसहरू राम्रो देख्छ। नेक्स्ट ल्यासेस छ यो एकदमै भोल्युमवाला ल्यासेस हो। तपाईँको फुल ग्ल्याम मेकअपहरू गर्नु छ भने यस्तो ल्यासेसहरूमा अझ राम्रो देख्छ। आई मेकअप राम्रो देखाउँछ यसले, जस्तै फोटोसुटहरू भयो होइन, सानो ल्यासेसमा चाहिँ देखिँदैन, यस्तो ल्यासेसहरू चाहिँ राम्रो देख्छ यो चाहिँ। अब कतिजनाले चाहिँ यो लाउन खोज्नुहुन्छ होइन। नेक्स्ट ल्यासेस चाहिँ यो छ होइन, यो चाहिँ एकदमै सिम्पल ल्यासेस। सफ्ट ग्ल्याम मेकअपहरूको लागि चाहिँ ठिक्क हुन्छ होइन, सिम्पल सटल मेकअपहरूको लागि चाहिँ यो ल्यासेसहरू एकदमै राम्रो, नेचुरल पनि देख्छ अनि आई मेकअप लुक पनि राम्रो देख्छ। त्यसपछि यो ल्यासेस हो। यो किन यस्तो सानो सोच्नु होला, यो चाहिँ हाफ ल्यासेस हो। हुडेड आइजहरूको लागि चाहिँ यो ठिक्क हुन्छ यो ल्यासेस, राम्रो पनि देख्छ। यो पछाडिको भागमा चाहिँ लगाउने हो। हामीलाई राख्ने ल्यासेस भनेको मैले धेरै जस्तो राख्ने भनेको यो हाफ ल्यासेस, क्याट आई ल्यासेस, अनि यो सानो खालको यो ल्यासेस भयो। अनि अर्को चाहिँ एउटा यो भोल्युमवाला राख्छु, अनि त्यसपछि अनि यो ल्यासेस राख्छु कि यति भयो भने हामीले पुग्छ जस्तो लाग्छ क्या मलाई। यति नै, बाई।